म काठमाडौँ गएर झन्काले भएछु साथीहरू। अहिले म मेरो गाउँ आएको छु। त्यो मेरो घर हो साथीहरू। आफ्नो घर फेरि देख्न पाइयो। कस्तो भोक लाग्यो साथी हो। आज राति पार्टी। ढुङ्गामा माछा पकाउँदाको स्वाद नै बेग्लै हुन्छ। मिठो बनेछ गाइस, मजा आयो आज त। ओहो, यो ठाउँबाट भर्खर मनुष्यहरू हेरेका छन्। एकदम ताजा छ यो दृश्य। हेर्नुस् साथीहरू। ओहो कस्तो राम्रो। साथीहरू अझै बहुत थक्यो। अब अर्को भिडियोमा भेटौँला। बाइ बाइ।